Hello everyone, welcome to my new vlog. म यता सन्चै छु, हजुरहरु पनि सन्चै हुनुहुन्छ होला हैन। सबैजनालाई चाहिँ पहिले चाहिँ तिहारको शुभकामना छ। आज चाहिँ तिहारको दिन हैन। म पनि आज दिदीको हातको टिका लाउन आएको छु यहाँ तल है, घरबाट तल। टिकाको साइज चाहिँ अब गइसकेको छ, 11:39 मा भन्यो, 45 भइसकेको छ है। अलिकति ढिलो भएको छ अनि अरु चाहिँ सबै गइसकेको छन् होला। म चाहिँ भर्खर यहाँ घर पुग्न लागेको छु। अब हेरौँ, अब तिहार हो है, रमाइलो त गर्नु पर्यो। अब घर आइपुगे, अब टिका सिका लाउने, यता भेटघाट गर्ने, त्यही त हो नि हैन। अब रमाइलो गर्ने, अब नाचगान गर्ने छ। म चाहिँ आइसकेँ है। अब ल, घर चाहिँ आइयो। अब यहाँ चाहिँ सबै आइसकेको रहेछन् है, म मात्र रहेछ नआएको। यी दाइहरु दिदीहरु ल्या ल्या। ओए लिली लिली लिली, आ लिली ले हातले हातले, ओए यहाँ ले हातले 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 लिली, ओ लिली हातले हात यो यो यसरी यो दिन्नस्, दिँदै दिन्न यार यसलाई लिलीले यार। ल टक्क यहाँ चाहिँ टिका लाउन सुरु भयो है। बाबुलाई लाग्यो दाइ फुपूले। ठुलोले त लाइसकेको छन्, यो पनि आछ त ल्या। ओए बुने, हाम्रो बजाइ यहाँ हुनुहुन्छ है, बुढी बजाइ हाम्रो घरको 90। झन्डै झन्डै अब कति 98 पुग्नु भयो। क्या हो हाम्रो बजाइ छ। ल दाइको फलो ल त्यहाँ बहिनी थारू तानी ओड्या बस। यहाँ हाम्रो भाउजू आज त ढोगाउनु पर्यो नि, पैसा दिएर। ल ल आऊ आऊ मान्छे आऊ आऊ यता आऊ त। ए त्यस्तो घुम्नु सुन्नु भएन नि त्यसै। बुटल बसेर यति घुम्न त सिकेछन्। भाउजूको पालो।
होइन भाइ तीनटा लाग्यो तीनटा पहिला आफूले लाइन होला नि हो पहिला त आफूले लाएर उ गर्छ नै यो तिहारमा देउसी र भैलो भोग्लाला फुपुनु धोकर धो सानो मान्छेलाई है भान्जीलाई लगाएर निधार लुकाएको ले अब केही नि ल साइली साइली हेर त निधार लुकाएको ल यहाँ फोटो सेसन भइरहेछ है फोटो खिच्ने कार्यक्रम मुस्कान त मिठो छ त सञ्जिताको त रेडी यता हेर यता लिलीले पनि फोटो खिचिरहेको छ ल साथी अब टिका लगाएर चाहिँ अब सक्यो है ढाका टोपी लगाएको छ यहाँ सुहाउँदै सुहाउँदैन मलाई तिहार यहाँ सबै तर है ठ्याक्क फोटो खिचेर पनि सक्यो चाहिँ अब उठ्यो आज फोटो खिचेर चाहिँ सबैजना यहाँ छौँ ल है साथी यता चाहिँ अब धान पाकिसक्यो रहेछ है अब काट्ने बेला हुनु लाग्यो अब काट्छन् होला सबैले सर उयो यो मेरो घर चाहिँ होइन है माथिको डाँडामा है डाँडा है मेरो घर पर्ने आक्क लगाएर हेर्नु है यति तल झरेको छु म ओ फुल त क्या दामी देखेछ यो के फुल हो थाहा छैन यो घट्टाको गाउँमा हाम्रो बरेङ गाउँपालिका 2 सर हाम्रो कौडेको वन सँगै यता चाहिँ हाम्रो बरेङ बजार पर्छ ल खाने बेला भयो बस ल हेलो यो तिहारको अब खानपिन हुँदैछ सुरु मेरो त अर्कै खालको छ त हो यस्तो गुलाबी कलर कति फरक छ यार व्हाइट एन्ड ब्लू अरे झिन्नको सेलरोटी खानु मन लाग्दैन किन ल्याएको जुन सेलरोटी हेर्न मन लाग्दैन नै उडे मेसमी लाएर तिमीले नि खाना
ल है साथी हो यहाँ अब चाहिँ टिका लगाएर चाहिँ म चाहिँ फर्केको है खानपिन गरेर अनि बाबुहरू चाहिँ अब दाइहरू चाहिँ बस्दैछन् अनि भर्खर चाहिँ फुपूहरू आएको छन् है फुपूहरूले देखाउनै बिर्सेको म चाहिँ होइन यहाँ तल आइसकेँ अनि त्यहाँ बलतिर अब रोड बाटोमा निस्केपछि चाहिँ त्यसपछि भटभटेमा जाने हो अनि माथि गएर चाहिँ अब भैलो खेल्नु पर्यो नि त तिहारको बेला होइन यस्तै छ जिन्दगी सोचे झै जिन्दगी रहेन छ सोचे झै जिन्दगी रहेन छ भन्ने भयो के होइन गाइजर अब हामी झलुङ्गे पुल तरिन्छौँ अब सरर यो झलुङ्गे पुल अनि यहाँ चाहिँ ल साथी यहाँ चाहिँ धान पाकिसकेको छ है पहेँलै भएको छ है धान झुलेर कति राम्रो देखिँदो रहेछ के दिरिलदेखि कोसेलियर चाहिँ यहाँ छ है ओ माई गड हाम्रो हुक्दी खोलाको माछो खोला चाहिँ सानो भएछ है माछो चाहिँ किसिम चप्पिला हुन्छन् साथी हो खाने भए चाहिँ आउनु होला हाम्रो बरेङमा तपाईँलाई म हाम्रो हुक्दी खोलाको माछा चकाउँछु साथी हो है अब चाहिँ म रोड बाटोमा निस्किन लागिसकेँ ल यही हो रोड बाटो यस्तै यही हुँदै जाने हो यही बाटो हुँदै माथि घुम्ने हो है ल है साथी हो होइन अब धेरैमा चाहिँ टिका लाउन पाइएको छ होइन मन साह्रै खुसी भएको छ है लगभग 2-3 सालमा लाग्यो क्या है यो टिका लाउन पाइएको थिइनँ होइन मतलब अब चाहिँ भर्खर चाहिँ म गाउँमा आएको छु है अब यहाँ भैलो खेल्नु पर्यो यो घरमा होइन यो घरमा चाहिँ भैलो खेल्नु पर्यो अब ट्याक्क लाएर है यहाँ जम्मा भइसकेको छन् अब के गर्नु रमाइलो पनि गर्नु पर्यो साथी हो तिहार हो है अब तिहारमा अलिअलि त रमाइलो गर्नु पर्यो नि त अब अरू बेला त त्यस्तै हो हाम्रो काका त्यहाँ छन् होइन त्यहाँ ढोका खोलेर बसिरहेका छन् अब काका तिहार कस्तो भयो हाम्रो शिरप्रसाद पुन काका छन् यहाँ हँसिलो मुहार देखिया त है आज त ल अब यहाँ सुरु